Hello guys, आज यसो अब हामी चाहिँ बारीतिर छिर्छौँ होइन। हामीले चाहिँ रोडामा बारी लगेका छौँ। यहाँ चाहिँ अब बारीमा छिरेर हामी चाहिँ यहाँ हार्भेस्टिङ चिप्ली भिन्डीदेखि लिएर ड्र्यागन फ्रुटहरूको हार्भेस्टिङ गर्छौँ हामी चाहिँ। हामीसँग चाहिँ यहाँ प्रवीण सर हुनुहुन्छ। हेलो प्रवीण सर, के छ खबर? हेलो भन्नु त यहाँ हेलो होइन। हामी चाहिँ अब ड्र्यागन फ्रुटको हार्भेस्टिङमा हो होइन। यहाँ फेरि एउटा डेन्जर कुरा के छ भने यहाँ बारीमा सर्प के सर्प, अस्ति यत्रो सर्प देखेको। बारी पनि फेरि झारपात आएर खुट्टै टेक्न नसक्ने। अनि यहाँ अलि अब बिजी सेड्युल भएर यसलाई म्यानेज गर्न सकेको छैन। अब एक दिन अब यो हार्भेस्ट हान्नुपर्छ। यहाँ प्रवीण सर चाहिँ यहाँ बारीलाई यसो केही सर्पहरू छ भने भागोस् भनेर चाहिँ काम गर्दै हुन्छ होइन। अब यहाँ हामी अगाडि बारीतिर बढ्दै, यो चाहिँ निबुवाको बोट भयो। यो यहाँ चाहिँ हाम्रो कटहर छ। यो कटहर चाहिँ अब अस्ति यो एकदाना छुट्टाएको ऊ त्यहाँ आएको छ। बिस्तारै यो पनि पाक्दै गर्छ, हामी निकाल्दै गर्छौँ। केराको त के कुरा गर्नु, यो बगानै हो केराको होइन। हामीसँग फ्रुट्सहरू र तपाईँको भेजिटेबलहरू चाहिँ प्रशस्त, एकदमै प्रशस्त मात्रामा छ। अनि यो चाहिँ आँप, यो आँप चाहिँ बम्मै हो, तर यो खै के भएर हिजो आज चाहिँ यो चाहिँ आफै कुहिन थाल्यो के। यो कुहिएर यसको खान सकेको छैन। ऊ पविता भयो पपैया, देख्न सक्नुहुन्छ। अब यो चाहिँ हाम्रो पिडालु। अहिले अब यो गाभा पनि खान मजा आउँछ यसको। किन भाँच्यो त्यो भने, किन भाँच्यो यो त? अनि पछि उ गर्नलाई बनायो त कर्कलो। अब यहाँ हामीसँग दालचिनीको बोट भयो यो चाहिँ होइन। यो बारी चाहिँ हामीले अब यत्तिकै बस्नुहुँदा घरपेटीबाट लिजमा लगेर बनाएको भए हो। यहाँ अब यो फर्सीको मुन्टाहरू बेला बेला तरकारी खान मजा आउँछ। फर्सी, परवल छ, फर्सी छ, काँक्रो छ होइन, पिडालु छ। कस्तो फिल भइरहेछ ब्रदर बारीमा आएर? ठिक छ नि होइन। हामीसँग मेन चिज भनेको अहिलेको सिजन वाइज एकदमै महँगो फ्रुटहरूमा चाहिँ हामीसँग ड्र्यागन फ्रुट छ होइन। त्यो चाहिँ तपाईँहरूलाई अहिले देखाउँछौँ। तितेकरेली हिजो आज फलेको छैन, अस्ति धेरै नै खाइयो। यो पनि करेलालाई डिप फ्राई हानेर खानको मजा पनि छुट्टै छ। हुन्छ हुन्छ हुन्छ, ओके छ त। यहाँ पानी परिरहेको गाइज बारीमा। यहाँ हार्भेस्टिङ गर्दा गर्दै पानीले हामीलाई चाहिँ छोप्यो होइन। हामी चाहिँ तपाईँहरूलाई अब ड्र्यागन फ्रुट देखाउनतिर लाग्छौँ। यो मकै पनि देख्न सक्नुहुन्छ, यहाँ प्रचुर मात्रामा छ। सब कुराहरू छ बारीमा चाहिँ। अब चाहिँ हामी ड्र्यागन फ्रुटतिर जाँदैछौँ। यसको चाहिँ ड्र्यागन फ्रुट चाहिँ तपाईँको क्याक्टस प्रजातिको एउटा बिरुवा हो होइन। यो चाहिँ प्राय अब सुक्खा ठाउँमा, एकदमै तापक्रम बढी भएको ठाउँमा फल्ने बिरुवा हो। र यसको चाहिँ यो फुल छ नि, फुल, यसलाई चाहिँ यो राति सेतो फुल्ने भएर यसलाई चाहिँ क्विन अफ द नाइट पनि भनेर चिनिन्छ होइन। र यसबाट चाहिँ प्रचुर मात्रामा भिटामिन सी, क्याल्सियम
अनि प्रोटिन फाइबरहरू धेरै पाइने गर्छ यसबाट चाहिँ। अनि यो चाहिँ फाइबरको एकदमै ठुलो स्रोत हो। र यहाँ एउटा सानो फुच्चे फल्या रहेछ, ल सर खाएर देखाउनुहोस् त कस्तो छ यसको स्वाद, टेस्ट? दामी छ, मिठो छ होइन? खाऊ न खाऊ। अनि यो चाहिँ फेरि यो चाहिँ तपाईँको एउटा यो चाहिँ सेतो र एउटा चाहिँ गुलाबी रङको हुन्छ। र यो गुलाबी कलरको चाहिँ यो अर्को भन्दा चाहिँ एकदमै राम्रो मानिन्छ। यो चाहिँ हेल्थको लागि पनि। अनि यसको अर्को फाइदा भनेको यो कब्जियत भएको बिरामीहरूलाई, जसलाई एकदमै टोइलेट गर्न गाह्रो भइरहेको दिशा खुल्दैन भने उहाँहरूको लागि चाहिँ यसले चाहिँ दिशा खुलाउने काम गर्छ। अनि आज चाहिँ धेरै पाकेको रहन्छ। आज हार्भेस्टिङ गर्न आएको हामी। अब यो केही दिनपछि पाक्ने छ। यी फुलहरू फुलेको देख्न सक्छौँ हामी। टन्न फुलहरू फुलेछ। एउटा पाकेको भए खाएर एउटा दुईटा देखाउने भनेको। यो फुच्चे पाके रहेछ। अस्ति भर्खर हामीले 27-28 केजी हार्भेस्टिङ गरेको, तर त्यो देख्न पाइएन। यसमा अब यसलाई कसरी छिल्ने भन्ने कुरा, यसको साइडको बोक्राहरू सबै निस्किन्छ यो। अनि यो बिचमा चाहिँ यो यसरी खाने, गुवाममा खाने। यहाँ पनि छ एउटा, एउटा सानो यहाँ पनि छ। ल त अब सब्जी खाँदै हुनुहुन्छ। मैले सुरुवात गरेँ। अब धेरै ठुलो रहन्छ। आज टन्नै हार्भेस्टिङ गरौँला, अस्ति गरेको, र यसलाई निकालौँ र अब खाम, तपाईँहरूलाई देखाम, यसको बारेमा केही बुझाम भनेर गरेको यो। ल यसमा भएको यति नै हो। र असाध्यै मिठो। यसको कलर छ नि, यो कलर यस्तो डार्क छ, यस्तो डिप छ कि यो कुनै लुगामा लागे पनि यसले खतम, यसले लुगा पनि बिगार्छ। अनि यहाँ तल पनि छ। अब तल पनि हेरौँ कहीँ पाकेको छ कि भनेर होइन। पाकेको भेट्टायो भने खाइदिउँ भन्ने हो। र यस्तै भयो। अब यो 2-4 दिनपछि त धेरै पाक्नेवाला छन् होइन। यहाँ प्रचुर मात्रामा फलेछ। र आज यो एउटा पनि छैन। कसैले चोरी क्या हो? बारीमा चोर पसे जस्तो लाहा। हाम्रो यो करोडौँको मेहनतमा पानी फेरे जस्तो छ। र यो अस्ति हामीले बेचेको यो मार्केटमा चाहिँ तपाईँको अहिले पनि यो सिजन भएर पनि नेपाली मार्केटमा 250 रुपियाँ केजी छ। र यो 250 रुपियाँ केजी। अनि यो 2-3 दाना राख्दैमा केजी पुग्छ। र 27-28 केजी भनेपछि त यसले कम्तीमा पनि यो बोटलाई लगाएदेखि एकदम राम्रोसँग फल्यो र यसलाई राम्रोसँग हुर्कायो भने 20 वर्षसम्म फल दिन्छ। र यो लगाएको 1 देखि 1.5 वर्षमा राम्रो फल दिन्छ यसले। अनि यो चाहिँ अब क्याक्टस प्रजाति, अब तपाईँ नेपालीहरूले अब हत्तपत्त झट्ट हेर्दा सिउँडी पनि भन्न सक्छ अब नदेखेको मान्छेहरूले। यो प्रजाति चाहिँ एकदमै फलेको छ। बारीमा हेर्नुहोस्, यहाँ पानी। अनि यहाँ मकै पनि छ हामीसँग। मकै पनि 2टा प्रकारको छ। एउटा यो नर्मल मकै छ माथितिर, अनि यो चाहिँ मुरली मकै। हामीहरूले खाँदाखेरि पपकर्न भनेर बुझ्छौँ यसलाई। पपकर्न चाहिँ यहाँ फलेछ। र अब ओइ कटहर नि पाक्यो होला यार अस्तिको त्यो, हेर्नु पर्ला। ल ल गाइज, हामी चाहिँ बारीबाट जान लाग्यौँ। धेरै नै पानी पर्यो। अझै विभिन्न कुराहरू थिए देखाउन पाइएन तपाईँहरूलाई। अब नेक्स्ट भ्लगमा चाहिँ म यो पुरा बारीको बारेमा राम्रोसँग देखाउने छु। यहाँ भिजियो, अब बर्खा मासमा भिज्यो भने अब ज्वरो आउन सक्छ। त्यही भएर चाहिँ हामी चाहिँ यहाँ धेरै नबस्ने भन्ने सल्लाह गऱ्यौँ। हामी निस्किन लागेको। अब अलि हरियो छुट्टाउन हरियो मकै चाहिँ
त्यही ठिकै हुन्छ। मकै अब हामी छुटाउँला त अब यसलाई चाहिँ उसिनेर टक्क खानुपर्छ। अनि यो मकै खाजा खानु पर्ला आज दिउँसोको 2 बजे होइन। पानी परेछ। लोकेसन चाहिँ हेटौडाको कमल डाँडा। तपाईँहरूलाई मकै खान मन लाग्यो, ड्र्यागन फ्रुट चाहियो अनि भिन्डी चाहियो भने हामीलाई सम्पर्क गर्नुहोला। लोकेसन हेटौडा 4 कमल डाँडा। अनि यहाँ पानी परो, भिजायो केटो, भिजायो छिटो यस्तो छ। पानी भिजाएर यहाँ लुकी जङ्गलको झारी छिरेको जस्तो हुनुपर्छ। ल गाइस, आज चाहिँ तपाईँहरूलाई धेरै नै जानकारी गराउने भनेको, अब पानीले साथ दिएन। ल अब अर्को भेटमा तपाईँहरूलाई जान। हेलो गाइस, आज चाहिँ हामी होइन ड्र्यागन फ्रुट हार्भेस्ट गर्न गएको। ड्र्यागन फ्रुट चाहिँ पाकेको रहन्छ। अनि अब यो चाहिँ अस्ति हामीले अब अघि देखाएको थियौँ भिडियोमा। यो चाहिँ अब बारीमा चाहिँ हामीले अब यसलाई खान पर्यो भनेर चाहिँ यसलाई छुट्याएर राखेको थियौँ। यसको नेपाली नाम चाहिँ रुखकटहर र यसलाई वैज्ञानिक नाम चाहिँ यसको एट्रोकार्पस हेटेरोफाइलस भन्छ होइन। यो चाहिँ संसारकै सबैभन्दा ठुलो फल्ने फलमा चाहिँ गनिन्छ र यसबाट चाहिँ धेरै प्रचुर मात्रामा भिटामिन सीहरू, फाइबरहरू अनि क्याल्सियमहरू, प्रोटिनहरू पाउँछ। र यसको चाहिँ हामीले मेन भनेको यसको भित्रको फल खान्छौँ र यसलाई हामी काटेर देखाउँछौँ। अब यसलाई यसरी काट्ने होइन, काट्ने। अनि फेरि यसको चोप लाग्यो भने हातबाट जाँदैन। अब त्यही भएर चाहिँ हामीसँग अब ग्लोभ्सहरू छैन। अब यसलाई चाहिँ यत्तिकै ओहो अझै बढी काट्नुपर्छ यसलाई। Rogan naik. ल गाइस, मेन अब यसलाई चाहिँ कसरी निकाल्ने भनेको चाहिँ यस्तो गर्ने। अब चाहिँ यसमा भएको चाहिँ यो टुक्राहरू चाहिँ हामीले निकाल्ने। अब एउटा थाल भरिसक्यो, यहाँ देखाउँछ थाल। अब यो अर्को थाल भरिन्छ। यसलाई चाहिँ खाने चाहिँ नरम छ, बहुत मजा। ल पानी पनि परिरहेको है। ल गाइस, हामी देखाउँदै गर्छौँ। ल बाई।